हेलो गाइज, आज चाहिँ हाम्रो डे अफ थियो, त्यही भएर अब क्यानाडा आएपछि घुम्न चल्दिएको हामी चाहिँ। अनि यो चाहिँ हाम्रो घरको ढोका, दामी छैन त। अनि हामी यसरी निक्ल्यौँ। त्यसपछि यो चाहिँ हाम्रो बाहिरी एरिया, घाम पनि राम्रै लागिरहेको थियो, अब कस्तो भन्ने। अनि यहाँ अगाडि देखिरहनु त्यो पहिलो सानो छ, त्यो उकालेको नि पैसा पाइन्छ अरे त है गाइज क्यानाडामा, घन्टाको आवरली। अब सबैले थाहा छ हुन त, अब नेपालीहरू थाहा छैन भने भनिदिउँ भनेको, अब नेपालीले हेऱ्यो भने चाहिँ यो कुरा बुझिराख्नु होला। अनि आज निकै सन्नी डे थियो, कस्तो रमाइलो दिन देखिरहेको होइन। सुदेशनाले क्यामेरा लिइरहेको थियो, मलाई नदेखेको कहाँ हुन्छ अरे यसलाई। हे धेरै राम्रो छ क्या। हेलो हेलो गाइज, यो चाहिँ हाम्रो लाइफ अफ यतिसम्म त भन्न नहुने हो। कहाँ जानुपर्ने हामी ऊ त्यहाँ होइन, एकछिन यहाँ बस्ने अलासितमा ए गाडी उताबाट आएपछि दौडिँदै क्रिस्दै उड्ने होला है। आज हामी कहाँ जानु लाग्यो भनिदिउँ त प्यारी, मलाई कहाँ लान्ला, यसलाई बेच्न लान लाग्यो, किन्दैनन् रे मान्छेहरूले 1 रुपियाँमा पनि। के कस्तो राम्रो फुल त्यहाँ, चेरी ब्लसम भनेको त यही हो कि क्या हो? किन पाक घुम्न पर्यो त, न्युयोर्कको छिमेकीहरू त है। अब हामी नराम्रो आयौँ कि शीतलमा त आयौँ तर नराम्रो आयौँ। हामी कहिले राम्रो थियौँ र। कसम कति राम्रो। लेट्स गो एन्ड सी छिमेकीको घरको ट्री। वाह खतरा राइमिङ, खतरा राइमिङ भन्दा उही यहाँ त फोटो पनि खतरै आउँछ है क्या। सी गाइस, हाम्रो पछाडि यस्तो राम्रो सुत्दा थकाइ लाग्ने मान्छेलाई बोल्दा थकाइ नै लागेन। बोले चाहिँ यसको कुरा कति सुन्नु भनेर मैले यसको भोइस हटाइदिएँ। अनि हामी चाहिँ लाइब्रेरीतिर गइरहेको थियौँ, म त्यहाँ पर लाइब्रेरी देखिरहेको थिएँ। अनि यो 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 किन उफ्रिरहेको छ यस्तरी, किन खुसी भएको यस्तो, के देखि यसले? कस्तो लागिरहेको छ? अनि है तिमीलाई कुन चाहिँ बेरी मनपर्छ? ब्ल्याकबेरी, ब्लुबेरी, रास्पबेरी, कुन चाहिँ बेरी मनपर्छ? मलाई टेरी बेरी मनपर्छ। बिस्मिता रिपोर्टिङ विथ क्यामेराम्यान सुदेशना, क्यामेरा म्यान होइन। अनि हामी चाहिँ टेरी बेरी लाइब्रेरी आइपुगिसकेका छौँ। अब हामी छिर्छौँ यहाँभित्र। स्कुलमा हुँदाखेरि त कहिले लाइब्रेरीमा गएर नपढ्ने मान्छे आज उफ्री लाइब्रेरीमा आएको छौँ। अनि त्यसपछि हामीले अब रेज्युमे प्रिन्ट गराउन लाग्यो यो लाइब्रेरीमा चाहिँ। अनि त्यसपछि यस्तो छ, लाइब्रेरीको एम्बियन्स चाहिँ एकदम राम्रो थियो। लाइब्रेरीमा काम सकिसकेपछि चाहिँ अब कता जाने त भनेर सोच्दाखेरि अनि हामी आज क्याफे जाऊँ न त भन्ने विचार भयो हाम्रो चाहिँ। अब लाइब्रेरीबाट निस्किसकेपछि हाम्रो यात्रा रहेको छ क्याफेतिर। हामी धनी होइन कि, तर क्याफे किन जान लाग्यो भन्दाखेरि मजदुरी गरेर। मजदुरी गर्न त होइन, अरूले मजदुरी गरेको हेर्न। तिमीलाई कस्तो लागिरहेको छ? मलाई झ्याउ लागिरहेको छ, यसलाई पनि झ्याउ मात्रै लाग्छ। कि रिस उठिरहेको हुन्छ, कि झ्याउ लागिरहन्छ, कि भोक लागिरहन्छ। यो फुल अहिले कस्तो देखिरहेको? एक गार्बेज इधर बाको पछि लाग्नु बा भनेको त आमै पो। बा जस्तै देखिने आमालाई देखिसकेपछि चाहिँ हामीले अगाडिपट्टि चाहिँ सेतो भएको देख्यौँ। अनि हामी लाग्यौँ अगाडितिर गाडी चढ्नको लागि। क्याफे जानुपर्ने थियो नि त हामी। अनि त्यसपछि
हिँड्यौँ। यो गाडीहरू पनि कस्तो हौ, रुल्स अलि राम्ररी फलो गर्नु नि, बिचबाट हिँडिदिन्छन् हौ, मान्छे हिँडिरहेको हुन्छन्, अलि एकछिन रोकिनु नि, रोकिन नि जान्दैनन्। नेपालमा त हुन्थ्यो, क्यानाडामा सुत्दा यस्तो कस्तो होला हौ। अनि हामी गाडी चढ्यौँ, गाडी चढेर गइरहेको छौँ। अहिले चाहिँ हाम्रो बाटो चाहिँ यस्तो थियो, लाइक सपहरू यस्तो थियो। अनि यो बाटो हुँदै जाँदाखेरि हामीलाई रियलाइज भयो कि हाम्रो बाटोमा त हाम्रो कलेज पनि पढ्ने रहेछ भनेर। अनि यो चाहिँ हाम्रो कलेज हो, गेस विच कलेज इज दिस। पढ्न जाने दिनमा चाहिँ कहिल्यै एक्साइटमेन्ट हुँदैन यस्तो, अरू बेला कता कता हिँडेकै बेलामा कलेज आइपुग्दाखेरि चाहिँ खुसी लाग्ने के हो यस्तो। अनि हामी सधैँ कलेज आउँदाखेरि झर्ने प्लेटफर्म चाहिँ यही हो। किन सिलाए कि तिमी यस्तो नि, गाडीमा कोही छैन, मान्छेले केटादेखि तात्तिन्छ, उफ्रिँदै यस्तो बोल्नु हुँदैन नि। हामी अब आइपुग्न लाग्यौँ, चिन्ता नगर। मैले पहिलोचोटि क्यानाडामा चोर बजार लागेको देखेको थिएँ। अनि त्यसपछि यो मेलामा मलाई केही किन्दैन भनेर भन्दै थियो कि यो विस्मिताले। अनि त्यसपछि नै म त किन्दिनँ भनेर भनेको, रिसाउँदै हिँडेको थियो अगाडि, बोल्दा पनि नबोलिकन गर्दै हाँसेर। अनि पर्खिन पर्खि भनेको नै भन्दै हिँडे गरी। अनि त्यसपछि ल हिँड, तँलाई म क्याफेमा गएर के खुवाउँछु भनेर भनेपछि अनि बल्ल खुसी भई यो ब्रेड देखेर। अनि क्याफे चाहिँ यस्तो थियो, राम्रो थियो जे होस्। ल हामीले के खायौँ भन्दै? हामीले चाहिँ अहिले भर्खरको भर्खरै आधी घन्टा भयो भन्न हुँदैन नि त, भनेकै हुँदैन कि हामी त मनिस छौँ, हामी नेपाली, हाम्रो मन सच्चा छ, हात चाहिँ यस्तै कच्चा छ होइन। के अरे मेरो साथीलाई चाहिँ खासमा मेन्टल प्रब्लम छ। अनि मैले यसलाई पनि भ्लगमा लिएर भन्ने सोचेँ कि खासमा अब यसलाई पनि खुवाउनु पर्छ नि त, क्यानाडामा सबै सेल्फिस हुनुपर्छ। आजको कन्ट्रिब्युसन मेरो धेरै थियो, थाहा छ कि छैन? यस्तै भन्छ उसलाई, बिचरा यस्तै हो। जतिखेर मेरो कन्ट्रिब्युसन सपनामा पनि आज त्यही भन्दै थिएँ। नरौँ त नरौँ, म यहाँ छु त, म कतै गएन। अनि रुन्छ क्या फेरि बिचरा। अब 5 लाख सबैको हुन्छ गाइज है। अब यस्तो तपाईँहरूले बुझिदिनुहुन्छ यो समयमा। रुँदै थियो होइन। टिस्यु पेपर मागौँ भने पनि 2 चोटि मागिसक्यौँ। अब हामीले $3 खाएर 4 कप पानी खाइसक्यौँ। $3 ब्रेड खाएर 3 घन्टासम्म बसेपछि अब हामीलाई निकालिदिन्छन् जस्तो लागेर हामीले चाहिँ यो स्यान्डविच पनि अर्डर गऱ्यौँ। अनि त्यसपछि स्यान्डविच खान थाल्यौँ। हाम्रो लागि भनेर चाहिँ स्पेसल केचपहरू चाहिँ धेरै नै आएको थियो। अनि म यहाँ गफ गर्दैछु, तँ चाहिँ ठुलो खाने होइन नि त्यहाँ भनेर। अनि अलिकति टुक्रा निकालेर मैले खाइहालेँ, यति धेरै खान्छु भनेर। अनि म हेर्दैछु कि यहाँनिर कुन चाहिँ ठुलो छ भनेर। अनि त्यसपछि मैले निकालेर अनि खान थालेँ अब चाहिँ। अनि यो खाँदाखेरि चाहिँ मिठो थियो, जस मिठो नहोस् पनि कसरी, हाम्रो प्यारी साथीले बनाएको कुरा त अब मिठो हुनै पर्यो नि, मिठो नभए पनि तारिफ त गर्नु परिहाल्यो नि। हेलो, We3 च्यानलमा हाल्ने होला। अनि फेरि खै त हाई छिटो, हाई भन न। ए हाई। सुरु भयो रहेछ। सो हामीले चाहिँ अर्को नयाँ मेम्बर एड गरेको छौँ। अन्ततिर आएर हाई गर्न चाहनुहुन्छ हजुर? चाहनुहुन्न अरे? 52 छेत्री भएर सुरु गरेको भ्लग अन्तमा मगरसँग एन्ड भएको छ। त्यो चाहिँ अब घरतिर जाँदै चाहिँ म पनि जान्छु। आजको लागि यति नै।